हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि फेरि म नयाँ भिडियो लिएर आइसकेको छु तपाईँहरूको साथमा। म यहाँ सन्चै छु, तपाईँहरू पनि सन्चै होला होइन। आज चाहिँ हामी भक्तपुरको नालागाडी भन्ने हो कि कुन ठाउँ त्यहाँ जाँदैछौँ घुम्नको लागि होइन। त्यही हो, नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब सेयर कमेन्ट गर्न चाहिँ नभुल्नु होला होइन। अब म चाहिँ रेडी हुन्छु, रेडी भएर भेटौँ। ओके गाइज। ल अब म चाहिँ रेडी भइसकेँ होइन। त्यही हो, अब म चाहिँ टक्क रेडी सेडी भइसकेँ। अब म चाहिँ हिँडेको यहाँबाट होइन। अब हामी चाहिँ एक्कासी बाटोमा भेटौँ है त गाइज। ओके ल बाबा। ल केटा हो, हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ। म चाहिँ निक्लिसकेँ होइन। अब बाटोमा निक्लिसकेँ। हेर्नु होला बाटोको यात्रा कस्तो चाहिँ हुन्छ, त्यहाँसम्मको यात्रा र कस्तो हुन्छ त्यहाँको दृश्य भ्यू देखाउँछु होइन। त्यही She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've ल गाइस, हामी चाहिँ अब खाजा साजा खाएर निक्लिसक्यौँ मासतिरको यात्रा हाम्रो। भिर र पहिरो खोलाको बाटो नमान्नु डरै डर। ल हामी चाहिँ अब आइसक्यौँ। यहाँबाट हाम्रो हाइकिङ सुरु हुन्छ है। यहाँबाट हामी छिरिसक्यौँ गेटबाट। अब चल्दिएको ल। यहाँबाट चाहिँ भर्याङ चढ्नु पर्दो रहेछ है केटा हो है। यहाँबाट त्यो माथि चढ्नु पर्छ है। ल अघि मलाई कस्तो माऱ्यो कि। उकालो चाहिँ ठाडै उकालो छ केटा हो। यहाँ यत्रो खुत्किला भर्याङ, यो खुत्किला हो कि भर्याङ के भन्छ यसलाई, खुत्किला चढ्नु पर्ने रहेछ। मेरो चाकबाट धुवा निक्लिसक्यो, इन्जिन फेल हुन लागिसक्यो। खोलाको हामी चाहिँ यति उकालो चढेर आएको थियौँ अघि है। उकालो चाहिँ लास्टै छ त्यहाँ मुन्नेदेखि, तर यहाँको भ्यू चाहिँ राम्रै छ, बबालै छ भन्नुभयो केटा हो। यस्तो वाल छ हाय। ल हामी चाहिँ फोटोसोटो भिडियो सिडियो बनाउँदै हिँड्दैछौँ होइन। फाइनली झन्डा भएको ठाउँमा आइपुग्यो हामी। यहाँ चाहिँ झन्डा चाहिँ यहाँ छ है। ल त्यही हो।
रमाइलो नै छ है गाइज। ल फाइनली केटा हो हामी चाहिँ अब घुमिसक्यौँ होइन। घुमेर अब चाहिँ हामी फर्किँदैछौँ है घर जान लाग्यो। अब चाहिँ रमाइलो छ जोस् घुमघामको लागि घुम्न आउँदा हुन्छ है रमाइलो छ। अब म चाहिँ घुमेर अब हिँडिसक्यो, मेरो साथीहरू नि हिँडिसक्यो अगाडि 4-5 जना छन्। 4-5 जना आएको थियौँ घुम्दै घुम्दै। त्यही हो केटा हो अब चाहिँ जान लाग्यो घर होइन। उनीहरू चाहिँ क्यामेरामा नआउने रे, म एक्लै अब पछि बसेर भिडियो बनाउँदैछु। त्यही हो गाइस, ठाउँ चाहिँ रमाइलो छ है। यस्तो सल्लाहको रुखमा छ यस्तो, नभए हेर्नु होला म देखाइदिन्छु। यस्तो रमाइलो छ ओए ठाउँ चाहिँ। त्यही हो ठाउँ चाहिँ रमाइलो छ है केटा हो जे छैन। यस्तो दामी नै छ ठाउँ चाहिँ। अलिकता त्यहाँ उकालो चढ्न चाहिँ गाह्रो हुन्छ, उकालो चाहिँ चढ्न लास्टै गाह्रो छ। बाटोहरू नि राम्रै छ है, त्यस्तो अफरोडिङहरू केही छैन, गाह्रो साह्रो छैन। बेस्ट ठाउँ छ घुम्नको लागि। त्यही हो मेरो साथीहरू चाहिँ अगाडि गइसक्यो, अब म नि जाँदैछु। म चाहिँ तिनीहरू मेरो भिडियोमा आउन मान्दैन, म तिनीहरूको अगाडि भिडियो बनाउन सक्दिनँ। त्यही हो, त्यही भएर म पछि हिँड्दै भिडियो बनाइरहेको छु। ए पिस ठाउँ छ है, पिस ठाउँ केटा हो। ल अब चाहिँ लागेको है। त्यही हो यहाँ खाएपछि चाहिँ यहाँ फोहोर फाल्दो रहेछ यत्तिकै है। यहाँ फोहोरहरू चाहिँ यस्तो देख्न सक्छौ, फोहोरहरू चाहिँ यत्तिकै खाएर नफालौँ। त्यही हो, जसरी ल्याउनु भएको थियो त्यसरी नै बोकेर जानु भन्छु। कतै फाल्ने ठाउँ देख्नुभयो भने त्यतैतिर फाल्नु होला। यसरी घुम्ने ठाउँमा यस्तो फोहोर चाहिँ नगरौँ भन्ने धारणा मेरो चाहिँ त्यही हो है। फोहोर त्यही हो, फोहोर चाहिँ नगरौँ। खाएको भाँडाकुँडा आफूले बोकेर जाऊँ, यसरी जताभाइ नफालौँ। जे कि त जलाएर घरतिर जाऊँ। डस्टबिन बनाइदिए, डस्टबिन नि छ है यहाँ, डस्टबिनतिर हालिदिउँ कि त डस्टबिनतिर राखिदियो। त्यही हो, बेहोर सेहोर खाएर नि भाँडा सिसाहरू यत्तिकै फुटाउँदो रहेछ है। फुटाउन चाहिँ फुटाएर यत्तिकै फाल्दो रहेछ। त्यही हो। ल हामी चाहिँ यता माथि घुमेर आएको थियो होइन, तर यहाँ चाहिँ अनौठो घटना भयो है। यहाँ चाहिँ चोरहरू नै बस्छ भनौँ है। मेरो यहाँ चाहिँ होल्डर थियो होइन, यहाँ होल्डर थियो, मेरो होल्डरै चोरिदियो कि स्कुटरको होइन। त्यो थेट यस्तो यो जब होल्डर चोरेर के नै हुन्छ र होइन। मेरो चाहिँ यहाँ होल्डर चोरिदिएर तना बनाइदियो। जब एउटा 500को या 450को होल्डर चोरेर के नै भयो र है। त्यही हो, घुम्न आउँदा चाहिँ यहाँ केही सामान नराख है केटा हो है। नभनेर चाहिँ हेलमेट सेलमेट यदि घुम्न आयो भने माथितिर आफू साथमै लग्दा हुन्छ। यहाँ जब होल्डर त छोड्दैन रहेछ, झन् अरू कुरा के छोड्छ। त्यही हो ल केटा हो, अब चाहिँ घर फर्किँला मुड नि अफ भयो। ल है अब हामी चाहिँ घुमेर अब घर जाँदैछौँ है। अब फर्किसक्यौँ हामी चाहिँ, अब जाँदैछौँ। अब भिडियो पनि धेरै नै लामो हुन्छ होला है। त्यही हो, नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब सेयर गरिदिनु होला होइन। त्यही हो, आजको लागि भिडियो यति नै हुनेछ। बाई बाई।